नमस्कारम। आज सोमबार हैन, हर हर महादेव। मेरो चाहिँ सोमबारको व्रत र आज मसँगै मेरो व्रतको खाना बनाऊ है त। आज चाहिँ मैले सुजीको रोटी र चिया खान लागेको हैन। अनि सुजीको रोटीको लागि चाहिँ 1/4 अफ आटा अनि 3 पार्ट्स चाहिँ सुजी हैन, अनि अलिकति चाहिँ मरिचको धुलो राखिदिने अनि त्यसलाई मिक्स गर्ने। देन आफ्टर यो प्यानलाई चाहिँ एकदमै तातो बनाउनु पर्छ कि त्यहाँबाट त्यो जुन रागै आउने टाइपको नभए फर्किँदैन हैन। अनि घिउ राख्ने अनि त्यो ब्याटर त्यहाँ राख्ने अनि रोटी पकाउने, सिम्पल एज द्याट। अनि मैले चाहिँ सुजीको रोटी भनेर आटा किन मिक्स गरेको भने सुजीलाई चाहिँ आटाले बाइन्ड गरिदिन्छ अनि यो चाहिँ कस्तो राम्ररी के हुन्छ त फ्लिप हुन्छ हैन। अनि यो सुजीको रोटी चाहिँ कस्तो कि एकदम क्रिस्पी एन्ड क्रन्ची हुन्छ कि हैन। अनि मैले यो रोटी फ्लिप गरिदिएँ। देन आफ्टर यसको प्यानलाई चाहिँ मैले ट्रान्सफर गरेँ। अब यता चिया पकाऊ, मिठो चिया। अनि चिया पकाउनलाई चाहिँ पानी त्यस्तै त्यो बबल निस्किसकेपछि त्यहाँ मैले के राख्छु, चिनी राख्छु हैन। अनि त्यसपछि मैले गरम मसला राख्छु हैन। अनि त्यसपछि यसलाई मस्त पाक्न दिने। फर्स्टमा चिनी पानी चाहिँ मस्त पाक्न पर्यो हैन। त्यसपछि अनि त्यो पानी उम्लिन्छ, पानी उम्लेपछि चियापत्ती राख्ने अनि यसलाई भक्क 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 गरेर पकाउने हैन। देन आफ्टर दुध राख्ने अनि यसलाई उम्लिन दिने। थाहा छ, मिठो चिया पकाउने पनि एउटा हुन्छ नि टेक्निक चाहिन्छ अरे कि। जे पाए चिया बन्छ तर मिठो चिया बन्दैन कि जे पाए त्यही टेक्निकले। आए हाय ल हेर्नुहोस् यहाँ कस्तो मिठो देखिएको छ नि हैन। त्यो हुन्छ नि अरोमा द्याट लिक्विडिटी के भन्छ, जेसुकै होस् जे होस्, मेरो चिया चाहिँ मिठो भएको थियो। यस्तो मिठो चियासँग चाहिँ त्यो क्रन्ची सुजीको रोटी चाहिँ अति बवाल हुन्छ हैन। र मेरो चिया चाहिँ पाक्यो अनि मिठो चिया मात्र होइन, लेट्स कल इट मिठो चिया हैन। अनि त्यसपछि अब के गर्ने त भन्दाखेरि त्यही हो, फ्लेम हेर्दै मिठो चिया र रोटी खाने। हस्त, बाई बाई।